छोरी हजुर के गर्नुभएको? ललिपप खाएको आज बुवालाई नि कथा भन्नु लगाऊँ ल? कथा सुन्ने हो बुवाको? सुन्ने भन्नु? मिठाई निकालेर भन्नु न। बुवा कथा भन्नु भन्नु त बुवालाई। बुवा कथा भन्नु न। मैले कथा भन्नु? मिठाई निकालेर मिठाई निकालेर भन्नु नि। हुन्छ हुन्छ। कथा भन्नु पनि बिर्सिसक्यो अनि के को कथा भन्नु त? कथा भन्नु उहिले त म धेरै कथा भन्थेँ, अहिले कथा भन्ने बिर्सिसक्यो। अनि नानी फुलाउनेको कथा गर्नुहोस् न। नानी फुलाउनेको कथा के अब एउटा एकादेशको राजाको कथा भन्छु नि। हुन्छ। एकादेशमा एउटा राजा थिएछ। त्यो राजाको दरबारमा उसको मन्त्री चाहिँ सधैँ 10 बजे हाजिर हुनुपर्ने अरे कि 10 बजे हाजिर हुनुपर्ने। एक दिन चाहिँ ढिलो भएछ अनि राजाले मन्त्रीलाई सोधेछ, मन्त्री तिमी आज किन ढिलो आयौ भन्दाखेरि मन्त्रीले भनेछ, महाराज आज त मेरो नानीले पिरोलो गरेर नानी फुलाउँदा फुलाउँदा मलाई धेरै टाइम लाग्यो र ढिलो भयो महाराज भन्छ। हैट, नानी फुलाउनु पनि त्यस्तो टाइम लाग्छ? नानी फुलाउनु कुनै ठुलो कुरा हो? जाबो नानी फुलाउने त्यस्तो कुनै ठुलो कुरा होइन। बरु के काम पर्यो त्यो चाहिँ साँचो भन न। होइन महाराज, मैले नानीले नै पिरोलो गरेको कारणले ढिलो भएको हो। अब महाराजलाई यो कुरा मेरो कुरा चाहिँ विश्वास लागेन भने म नानी हुन्छु, महाराज ऊ नानीको बाउ भएर मलाई फुलाइ बक्सिनुहोस् न त भन्ने त्यो कुरा चलेछ। मन्त्रीले राखेपछि अनि त्यो मन्त्री चाहिँ नानी भयो। अनिखेर के अरे राजा चाहिँ नानीको बाउ भएर फुलाउन थालेछ। अनि राजा र मन्त्री बजारमा मेला बजारमा गएछ। अनि त्यो मेला बजारमा जाँदा चाहिँ त्यहाँ बजारमा मेला लागिराखेको अनि एक ठाउँ घुम्दै घुम्दै जाँदाखेरि त मिठाई पसल भेटेछ होइन। अनि त्यो नानीले पिरोलो गर्दै उसको बाउलाई चाहिँ मिठाई किनिदिनु भनेछ। अनि मिठाई किनिदिएछ। अनि मिठाई खाँदै 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 अलि परतिर जाँदाखेरि त थैली बेच्न पो राखेको रहेछ अरे। थैली भनेको चाहिँ यसरी छोटो डोरी यस्तो तान्दाखेरि त्यसको मुख खुल्ने, अनि फेरि लामो डोरी फेरि दुईतिर यसो तान्दाखेरि के भने त्यो थैलीको मुख बन्द हुने, त्यस्तो हुन्छ थैली भनेको। अनि त्यो थैलीभित्र उहिलेको आमाहरूले त्यो आफ्नो पैसाहरू के आफ्नो मसिनो सामानहरू त्यो थैलीमा राखेर राख्ने गर्थ्यो। अनि त्यो थैली बेच्न चाहिँ राखेको रहेछ। अनि उसलाई त त्यो नानी भएको मन्त्रीलाई चाहिँ थैली मन परेछ। अनि भनेछ थैली किनिदिनु भनेर पिरोलो गरेछ। अनि राजाले थैली पनि किनिदिएछ। थैली किनिदिसकेपछि मिठाई खाँदै थैली हातमा बोकेर खेलाउँदै यसरी सुर्काउँदै बन्द गर्दै खोल्दै बन्द गर्दै अलिक परसम्म पुगेछ। अनि त्यसरी जाँदै गर्दा पर त्यो मेला बजारमा हात्ती पनि बेच्न राखेको रहेछ। अनि त्यो नानी भएको मन्त्रीले चाहिँ उसको बाउलाई भनेछ, राजालाई हात्ती किनिदिनु भनेछ। अनि हात्ती पनि किनिदिएछ। अनि हात्ती किनिदिएपछि हात्ती धपाउँदै थैली खेलाउँदै मिठाई खाँदै अलि अगाडि जाँदै गर्दा अलि पर पुगेपछि त यसरी थैलीको मुख खोल्दै अनि बन्द गर्दै जाँदाखेरि अनि थैलीको मुख खोलेछ। अनि मन्त्रीले भनेछ राजालाई, यो थैलीभित्र हात्ती लगाइदिनु भनेछ। अनि त्यो थैलीभित्र हात्ती लगाइदिन त भन्यो, तर थैलीभित्र हात्ती पस्दैन। अनि कहाँ पस्छ, यो त थैलीभित्र त सानो छ थैली, अनि यत्रो ठुलो हात्ती कसरी पस्छ भने लगाइदिनु, थैलीभित्र हात्ती लगाइदिनु भन्दै पिरोलो गरेकै
अनि एकहोरो पिरोलो गरेकै पस्दैन भन्छन् राजाले। अब त्यो नानीले चाहिँ लगाइदिनु कि लगाइदिनु भन्छ। भनिसकेपछि राजाले हार खाएछ। हो रहेछ मन्त्री, अब नानी फुलाउन चाहिँ चर्को नै पर्ने रहेछ भन्ने कुरा चाहिँ त्यहाँबाट उसलाई विश्वास भइसकेपछि त्यो कथा त्यहाँनेरि समाप्त भयो। अब यो कथा यति भन्नुको के छ भने यसको कारण चाहिँ के छ भनेदेखि अब नानी फुलाउनको लागि अथवा नानीको बानी बेहोरा राम्रो पार्नको लागि सबै आमा बाउको चाहना नै हुन्छ। तर नानीहरू पिरोलो गरिबस्छ र नानीहरूलाई चाहिँ राम्रो बनाउनको लागि, नानीहरूको बानी बेहोरा राम्रो बनाउनको लागि चाहिँ त्यो आमा बाबुको बानी बेहोरा नै राम्रो हुनुपर्छ। त आमा बाबुको बानी बेहोरा राम्रो छ भने नानीहरूको बानी बेहोरा पनि राम्रै हुन्छ। अथवा त्यस्तो आमा बाउले सिकायो सदायो भने आफ्नो नानीहरू असल हुन्छ, राम्रो हुन्छ। त्यस कारणले नै यो कथाको सार चाहिँ यही बुझिन्छ। त्यसले गर्दाखेरि अब आफ्नो नानीलाई असल बनाउनको लागि नानीको बाउ आमाले आफ्नो बानी बेहोरा, आफ्नो संस्कारहरू नै सुधार पो गर्ने हो कि भन्ने मेरो आफ्नो अड्कल छ। अब अरूलाई कस्तो लाग्छ नि। अब मेरो कथा अब यति नै सकियो है।